यहाँ एउटा किताब नक्सै नक्सा भएको तपाईको अगाडि छ। यसलाई हेर्नुहोस् र क्यासेट सुन्नुहोस्। जब तपाईले 3 पल्ट डङडङको आवाज सुन्नुहुन्छ तब यसको पन्ना पल्टाउनुहोस्। सृष्टिभन्दा अगाडि, यो संसार बनिनुभन्दा अगाडि सबै कुराहरू मिसिएका थिए। पानी, जमिन, ज्योति, अन्धकार सबै एकार्कामा मिसिएका थिए। त्यहाँ सुखा जमिन थिएन, पानी थिएन, कुनै जीवित प्राणी थिएन। केवल एकमात्र सत्य परमेश्वर स्वर्गमा हुनुहुन्थ्यो। उहाँको पुत्र उहाँसँगै हुनुहुन्थ्यो, साथै उहाँको आत्मा पनि। यो धरती बनिनुभन्दा अगाडि त्रिएक परमेश्वर अर्थात् पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्थ्यो। परमेश्वर घाम या जुन हुनुहुन्न। तब परमेश्वरले आज्ञा गर्नुभयो, ज्योति तिमी आऊ। तब ज्योति अर्थात् उज्यालो आयो। तब परमेश्वरले भन्नुभयो, पानी र सुखा जमिन आऊ। अनि तिनीहरूले आज्ञा माने। उहाँ मात्र केवल सत्य र जीवित परमेश्वर हुनुहुन्छ। परमेश्वर बोल्नुहुन्छ। यो एउटा किताब हो। यस किताबलाई बाइबल भनिन्छ। यहाँ ती वचनहरू छन् जो मानिसहरूले सुनेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरले आफ्नो विषयमा मानिसहरूलाई यस पुस्तकमा बताउनु भएको छ। परमेश्वरले भन्नुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ। उहाँ स्वर्गमा वास गर्नुहुन्छ। उहाँले सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ। यस किताबमा उहाँले मानिसहरूलाई आज्ञा गर्नुभएको छ। अब सुन्नुहोस् र परमेश्वर मानिसहरूले के जानेको चाहनुहुन्छ सो सिक्नुहोस्। सृष्टि। परमेश्वरले रुखहरू, घाँसहरू र फलहरू बनाउनुभयो। त्यसपछि परमेश्वरले चराहरू र माछाहरूलाई बनाउनुभयो। तब उहाँले सबै पशुहरूलाई बनाउनुभयो। परमेश्वरको बगैँचामा प्रत्येक कुराहरू साह्रै असल थिए। तब परमेश्वरले एउटा मानिस बनाउनुभयो र तिनलाई आदम नाम दिनुभयो। उहाँले एउटी स्त्री बनाउनुभयो र हवा नाम दिनुभयो औ तिनकी पत्नी हुनलाई आदमलाई दिनुभयो। परमेश्वरले तिनीहरू उहाँका साथीहरू भएको चाहनुहुन्थ्यो। परमेश्वरले आदम र हवालाई प्रेम गर्नुहुन्थ्यो। परमेश्वर तिनीहरूसित बात गर्नुहुन्थ्यो औ तिनीहरू परमेश्वरसित बात गर्थे। परमेश्वरले यी सबै असल कुराहरू सधैँभरि त्यस्तै भइरहेको चाहनुहुन्थ्यो। परमेश्वरले आदमलाई सबै जीवित प्राणीहरूमाथि मालिक तुल्याउनुभयो। आदम र हवा। परमेश्वरले आदम र हवालाई भन्नुभयो, तिमीहरूले बगैँचाका सबै किसिमका फलहरू खान सक्छौ, तर एउटा रुखको फल मात्र तिमीहरूले खानु हुँदैन। यदि तिमीहरूले त्यो फल खायौ भने म तिमीहरूलाई दण्ड दिनेछु। त्यहाँ एउटा बलवान नराम्रो आत्मा छ जसलाई शैतान भनिन्छ। त्यो परमेश्वरको शत्रु हो औ सबै राम्रा कुराहरूलाई त्यसले नाश गर्न चाहन्छ। शैतानले हवासँग बात गर्यो। त्यसले हवालाई ढाँट्यो। त्यसले भन्यो, यदि तिमीले त्यो फल खायौ भने परमेश्वरले तिमीलाई दण्ड दिनुहुने छैन। तिमीहरूले सबै ज्ञान पाउनेछौ औ परमेश्वर झैं हुनेछ। हवाले परमेश्वरको आज्ञालाई तोडी फल टिपी खाई औ आदमलाई पनि दिई। तिनीहरू दुवैले परमेश्वरको आज्ञालाई तोडे। परमेश्वरले तिनीहरूलाई सजाय दिनुभयो अनि बगैँचाबाट तिनीहरूलाई निकालिदिनुभयो। तर पनि परमेश्वरले तिनीहरूलाई अझै प्रेम गरि नै रहनुभयो। तिनीहरू परमेश्वरका साथीहरू हुन सकेनन्। तिनीहरू परमेश्वरदेखि अलग भए। परमेश्वर तिनीहरूका लागि दुखित हुनुभयो। परमेश्वरले भन्नुभयो, तिनीहरूलाई म कहाँ वापस ल्याउनलाई मैले एउटा बाटो बनाउनु पर्नेछ। कैन र हाबिल। आदम र हवाले आफ्नो खानेकुरा पाउनलाई कठिन परिश्रम गर्नु पर्थ्यो। यो चाहिँ तिनीहरूको अनाज्ञाकारिताको लागि परमेश्वरको दण्ड थियो। तिनीहरू परमेश्वरबाट अलग भएका थिए। तिनीहरूबाट जन्मेका प्रत्येक बालक आफ्ना आमा बाबुहरू जस्तै भए।
जब ती नानीहरू हुर्के तिनीहरूले धेरै नराम्रा कामहरू गरे। चोर्नु, मार्नु, ढाँट्नु, झगडा गर्नु र लडाईँ गर्नु थाले। कैन नाम भएको एउटा केटोले उसको भाइ हाबिललाई घृणा गर्थ्यो। एक दिन कैन साह्रै रिसायो। त्यसले हाबिललाई मार्यो। आदम र हवाका जीवनमा भएका नराम्रा कुराहरू अब तिनीहरूका सन्तानमा पनि सरिसकेका थिए। त्यसपछि जन्मेका सबै बालक बालिकाहरूका जीवनमा नराम्रा कुराहरू हुन्थे। नुहको जहाज। त्यसपछि धेरै नानीहरू जन्मे। तब धेरै मानिसहरू भए। तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न चाहेनन्। परमेश्वरले भन्नुभयो, म तिनीहरूलाई दण्ड दिनेछु र तिनीहरूलाई खत्तम गर्नेछु। नुह नाम गरेका केवल एकजना मानिसले मात्र परमेश्वरलाई प्रेम गर्थे। परमेश्वरले नुहलाई भन्नुभयो, म धेरै पानी बर्साएर बाढ पठाई सबै मानिसहरूलाई नाश गरिदिनेछु। परमेश्वरले नुहलाई एउटा ठुलो जहाज बनाउन लगाउनुभयो। नुहका छोराहरूले जहाज बनाउने काममा सहायता गरे। नुहले सबै मानिसहरूलाई यसो भन्दै प्रचार गर्थे, मसँग जहाजभित्र पस्न चाहने र उद्धार पाउन चाहने हरेक मान्छे यहाँ आउन सक्दछ। तर मानिसहरूले नुहको ठट्टा गरे। नुह र उनका परिवार जहाजभित्र गए अनि परमेश्वरले ढोका थुनिदिनुभयो। घाम लागिरहेको थियो अनि पानी परेको थिएन। बाढ। अब पानी पर्न थाल्यो। पानीले हरेक रुख र पहाडहरूलाई छोप्यो। मानिसहरू मर्न थाले। पुरुष, स्त्रीहरू र बालक बालिकाहरू डुब्न थाले। मानिसहरू यसो भन्दै कराउन थाले, नुह, हामीलाई भित्र पस्न दिनुहोस्। तर ढिलो भइसकेको थियो। परमेश्वरले नुहलाई जे भन्नुभएको थियो त्यो कुरालाई तिनीहरूले विश्वास गरेनन्। बिस्तारो बिस्तारो जहाजदेखि बाहिर हुने हरेक मान्छे मर्यो। धेरै लामो समयसम्म जमिनलाई पानीले छोपिराख्यो अनि पानी पर्न छोड्यो। नुह र उनका परिवार जहाजदेखि बाहिर निस्के। परमेश्वरले एउटा इन्द्रेणी आकाशमा लगाइदिनु भयो, जो चाहिँ मानिसहरूलाई यस प्रकारले अब नाश गरिँदैन भनेर परमेश्वरको प्रतिज्ञा थियो। अब्राहम, सारा र इसहाक। धेरै समय बित्यो। धेरै मानिसहरू जन्मे। मानिसहरू संसारमा फैलिन थाले। तिनीहरूले भिन्न भिन्न भाषा बोल्थे। परमेश्वरले अब्राहमलाई एकजना असल मानिस भेटाउनुभयो अनि भन्नुभयो, तिम्रा सन्तानहरू आकाशका ताराहरू झैं हुनेछन्। अब्राहमकी पत्नी साराबाट कोही सन्तान जन्मिएको थिएन। तिनीहरू धेरै पाको भइसकेका थिए। सारा पनि नानी पाउन नसक्ने गरी बुढी भइसकेकी थिइन्। तपाईले यहाँ साराको सेतो केश देख्नुहुन्छ। परमेश्वरको प्रतिज्ञालाई सुनेर सारा हाँसिन् अनि परमेश्वरको वचनलाई विश्वास गरिनन्। तर अब्राहमले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे अनि सारा जति नै बुढी भए पनि केही फरक परेन। बुढेसकालमा पनि साराले एकजना छोरा पाइन्। तिनीहरूले उनको नाम इसहाक राखे। अब्राहमका छोरा इसहाकबाट यहुदी जातिको जन्म भयो। अब्राहमको अर्को पनि छोरा जन्मियो, उनको अर्की पत्नी हागारबाट, जसको नाम इस्माइल राखियो। परमेश्वरले इसहाकको वंशबाट परमेश्वरको आफ्नै छोरा आउने प्रतिज्ञा दिनुभयो। उहाँको नाम येशू राखिने थियो अनि यो चाहिँ धेरै समय बादमा हुनेवाला थियो। मोशा अनि व्यवस्था। मोशा अर्का एकजना मानिस थिए जसले परमेश्वरको आज्ञालाई पालन गरे अनि परमेश्वरलाई प्रेम गर्थे। परमेश्वरले मोशालाई भन्नुभयो, यो विशेष पहाडमा तिमी जाऊ। परमेश्वरले भन्नुभयो, यो पहाडमा
बार लगाऊ अनि मेरो नजिकमा पहाडमा कोही मानिसहरू नआउन्, किनभने म पवित्र परमेश्वर हुँ। मूसा पहाडको टुप्पामा पुगे अनि त्यो पहाड बाक्लो बादलले, गर्जनले र ज्योतिहरूले भरियो। परमेश्वर मूसासँग बोल्नुभयो अनि परमेश्वरले मूसालाई मानिसहरूका निम्ति व्यवस्था दिनुभयो, नियम कानुन दिनुभयो। अनि मूसा त्यो व्यवस्थालाई लिएर मानिसहरू कहाँ आए। परमेश्वरले भन्नुभयो, सबै मानिसहरूले मेरो व्यवस्थालाई, मैले दिएको नियम कानुनलाई अथवा मेरो वचनलाई पालन गर्नुपर्दछ। दश आज्ञाहरू। परमेश्वरले धेरै आज्ञाहरू दिनुभयो। तिनीहरूमध्ये यहाँ केही छन्। तिमीले कुनै जीवित प्राणीको प्रतिमा नबनाउनु। तिमीले त्यसलाई नढोग्नु, किनभने साँचो आत्मा परमेश्वर म मात्र हुँ। तिमीले मेरो आज्ञा पालन गर्नु अनि म जे भन्दछु त्यो मान्नु। हप्तामा एक दिन तिमीले काम नगर्नु। यो मेरो दिन हो, त्यो दिन मेरो विषयमा तिमीले सम्झिनु। नानीहरूले आमाबाउको आज्ञा पालन गरून् अनि आमा बाउको हेरचाह पनि तिनीहरूले गरून्। तिमीले कोही मान्छेलाई नमार्नु। अर्काकी पत्नीसँग कोही नराम्रो व्यवहार तिमीले नगर्नु। अर्को मान्छेको धन सम्पत्तिलाई हेरेर यो त बडो राम्रो रहेछ, म यसलाई चोर्नु पर्यो भनेर तिमीले कहिल्यै नभन्नु। पापको बलिदान। जब मानिसहरूले परमेश्वरको व्यवस्थालाई, नियमलाई भङ्ग गर्दछन्, त्यो पाप हुँदछ। अनि सबै मानिसहरूले परमेश्वरको नियमलाई तोडे। मानिसले जे गर्दछन् ती सबै कुरालाई परमेश्वरले देख्नुहुन्छ अनि जान्नुहुन्छ। मानिसले गरेका राम्रा कुराहरू अनि नराम्रा कुराहरू सबै परमेश्वरले देख्नुहुन्छ। परमेश्वरले सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले यसो भन्न सक्नुहुन्न, मान्छेले नराम्रै गरे तापनि केही छैन भनेर भन्नुहुन्न। तर परमेश्वरले एउटा आज्ञा दिनुहुन्छ, एउटा सानो भेडा ल्याऊ अनि त्यसलाई मार। अनि त्यो भेडा मान्छेको सट्टामा मर्दछ, त्यसको खुन बहेर जान्छ अनि त्यो खुनले मान्छेका पापलाई अथवा खराब कामलाई छोप्दछ। अनि परमेश्वरले भन्नुहुन्छ, म मानिसलाई दण्ड दिदिनँ, किनभने मान्छेको सट्टामा त्यो पापको निम्ति त्यो भेडाले दण्ड पाइसकेको छ। स्वर्गदूत र मेरी। अघि नै हामीलाई यो कुरो बताइएको छ कि आदम र हवाले परमेश्वरको आज्ञालाई तोडे। तिनीहरू अदनको बगैँचाबाट बाहिर निकालिए। परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि मानिसहरूलाई आफू कहाँ वापस ल्याउनका लागि एक दिन उहाँले एउटा बाटो तयार पार्नुहुनेछ। अनि धेरै समय पछाडि परमेश्वरले त्यो बाटो तयार गर्नुभयो। युसुफ नाम गरेका मानिससँग मग्नी भएको एकजना कन्या केटी थिई, जसको नाम मेरी थियो अथवा मरियम थियो। युसुफसँग उनको विवाह हुनुभन्दा अगाडि नै अथवा उनीहरूको सहवास हुनुभन्दा अगाडि नै परमेश्वरका एकजना दूत स्वर्गबाट मरियमका आए। त्यो दूतले मरियमलाई भने, परमेश्वरको पवित्र आत्माले तपाईलाई एउटा पुत्रको आमा हुने अनुग्रह दिनुभएको छ र त्यो पुत्रले मानिसहरूलाई परमेश्वर कहाँ फर्काएर ल्याउने बाटो तयार गर्नुहुनेछ। परमेश्वरले भन्नुहुन्छ, मेरो लागि अबदेखि उसो कोही पशुलाई बलिदान नगर, किनभने मेरै पुत्रले अथवा छोराले नै एउटा सिद्ध बलिदान भएर मानिसहरूको निम्ति आफैलाई अर्पण गर्नेछ र जब मानिसहरूको निम्ति मेरो पुत्र मर्नेछ म त्यसमा सन्तुष्ट हुनेछु।
येशूको जन्म। अब मरियमबाट बालक पैदा हुने समय आयो। त्यस समयको सरकारले मानिसहरूलाई ट्याक्स तिर्नका लागि एक ठाउँ भेला हुने आज्ञा दिएको थियो। मरियमलाई नानी जन्माउने असल ठाउँ त्यहाँ फेला परेन। उनीहरूले एउटा गाईको गोठ मात्र भेटे। त्यहाँ नानीको जन्म भयो। परमेश्वरले भन्नुभयो, त्यस नानीको नाम येशू राख। मैले उसलाई मानिसहरूलाई पापदेखि बचाउनको लागि पठाएको हुँ। येशूको अर्थ हो बचाउनेवाला अथवा उद्धारकर्ता। जुन रात त्यस बालकको जन्म भएको थियो, धेरै गोठालाहरूले भेडाहरूको हेरचाह गरिरहेका थिए। अँध्यारो थियो, चिसो दिन थियो। अचानक आकाशमा परमेश्वरका स्वर्गदूतहरू देखा परे। ती स्वर्गदूतहरूले ती गोठालाहरूलाई भने, न डराओ, तर शहरमा जाओ, जहाँ गाईको गोठमा तिमीहरूले एकजना बालकलाई पाउनेछौ। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँले नै मानिसहरूलाई खराब काम अथवा पापदेखि उद्धार गर्नुहुनेछ। जवान येशू। दिन दिनै येशू बढ्न थाल्नुभयो। उहाँको ज्ञान बढ्दै गयो। उहाँले सबै कुरो जान्नुभयो। उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। जब उहाँ एउटा सानो केटो हुनुहुन्थ्यो, बुढा मानिसहरूसँग त्यति बेला पनि उहाँले परमेश्वरको विषयमा बात गर्नुहुन्थ्यो। उहाँको ज्ञानलाई देखेर बुढापाका मानिसहरू छक्क पर्थे। अघि नै हामीले तपाईँलाई बतायौं, येशू आफ्नो पितासँग स्वर्गमा हुनुहुन्थ्यो जब यो संसार बनिएको थियो। जब प्रभु येशू बढेर प्रौढ मानिस हुनुभयो, उहाँ परमेश्वरको काम गर्नलाई निस्कनुभयो। परमेश्वरले भन्नुभयो, यो मेरो पुत्र हो, उसको कुरा तिमीहरूले सुन्नु पर्दछ। परमेश्वरले भन्नुभयो, यदि तिमीहरूले येशूको कुरालाई मान्यौ भने तिमीहरूले मेरो कुरा पनि मान्नेछौ। येशूका आश्चर्य कर्महरू। प्रभु येशूले आफ्नो शक्ति देखाउनका लागि धेरै कार्यहरू गर्नुभयो। भिडका भिड मानिसहरूले उहाँलाई पछ्याए। तिनीहरूले रोगीहरूलाई, बिरामीहरूलाई उहाँका ल्याउँथे। अन्धा मानिसहरू, लङ्गडा मानिसहरू आउँथे अनि उहाँले तिनीहरूलाई निको पार्नुहुन्थ्यो। एकजना मानिस मरेको 4 दिन भइसकेको थियो। उसको शरीर गनाइसकेको थियो। येशूले त्यस मानिसलाई फेरि जीवित बनाउनुभयो। अर्को कुनै समयमा येशू आफ्ना साथीहरूसँग जहाजमा हुनुहुन्थ्यो। हावा जोडले चलिरहेको थियो। जहाज डुब्न लागेको थियो। ती मानिसहरू सबै साह्रै नै डराए अनि प्रभु येशूले पानीलाई हकार्नुभयो र जहाज डुबेन। पानी शान्त भयो, हावा थामियो अनि त्यसरी हावाले र पानीले प्रभु येशूको आज्ञालाई पालन गरे। हजारौं मानिसहरूले प्रभु येशूलाई पछ्याए। तिनीहरूले प्रभु येशूलाई राजा बनाउन चाहन्थे, तर प्रभु येशूले ती मानिसहरूलाई परमेश्वरको वचन मान्नु र उहाँको राजत्वमुनि रहनु भनेर सिकाउनुहुन्थ्यो। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो, उहाँ यस संसारको राजा हुनलाई आउनुभएको होइन। अनि त्यहाँका अगुवाहरूले प्रभु येशूलाई पक्रे र न्यायालयमा लगे। सिपाहीहरूले प्रभु येशूलाई कुटे। तिनीहरूले प्रभु येशूलाई थुके। सिपाहीहरूले ठट्टा गरे। काँडाको मुकुट उहाँको शिरमा तिनीहरूले लगाइदिए। तर तिनीहरूले जे गरे त्यसको बदलामा प्रभु येशूले बराबर गर्नु भएन अनि तिनीहरूबाट भाग्नु पनि भएन। किनभने उहाँ यस संसारका मानिसहरूको खराब कामको दण्ड भोग्नलाई आउनुभएको थियो। जुन मानिसहरूले प्रभु येशूलाई कुटे तिनीहरूसँग उहाँ रिसाउनु पनि भएन। किनभने उहाँले अघिबाटै आफ्ना साथीहरूलाई अथवा चेलाहरूलाई
म कुटिनेछु अनि मारिनेछु भनेर भनिसक्नु भएको थियो। उहाँले यसो पनि भन्नुभएको थियो, म मारिनेछु अनि तेस्रो दिन फेरि जीवित भएर निस्कनेछु। त्यति बेला उहाँका साथीहरूले उहाँलाई विश्वास गरेनन्। तर जब सिपाहीहरूले प्रभु येशूलाई पक्रेर मार्न लगे, त्यति बेला प्रभु येशूका साथीहरू उहाँलाई छोडेर भागे। क्रुसमा येशू। त्यस सरकारले खराब मानिसहरूलाई क्रुसमा काँटी ठोकेर मार्ने गर्थ्यो। येशूको हात र खुट्टामा काँटी ठोकेर तिनीहरूले येशूलाई झुन्डाए। यसरी मानिसहरू झटपट मर्दैनन्। उहाँको शरीरबाट रगत निस्केर गयो अनि उहाँ मर्नुभयो। परमेश्वरले भन्नुभयो, यदि मैले मानिसको पाप क्षमा गर्नु हो भने रगत बग्नै पर्दछ, अथवा बिना रगत बगाई पाप मोचन हुँदै हुँदैन। येशू दिनको मध्याहमा मर्नुभयो। मध्यरातको जस्तो अन्धकारले सबैतिर छायो। एउटा ठूलो भैँचालो आयो। सबै मानिसहरू डराए। एकजना सिपाहीले यसो भन्यो, यो मान्छे साँच्चै परमेश्वरका छोरा रहेछन्। जब उहाँ मर्नुभयो, उहाँका साथीहरू आएर उहाँको लासलाई लगे। त्यसलाई उनीहरूले बेरे अनि एउटा ठूलो चिहानमा राखे। तिनीहरूले एउटा ठूलो ढुङ्गाले त्यस चिहानलाई छोपे। त्यस सरकारले त्यो चिहानको सुरक्षा गर्नका लागि सिपाहीहरू त्यहाँ राख्यो, किनभने त्यो शरीर अथवा त्यो लास कसैले चोरेर नलैजाओस् भन्ने त्यो सरकार चाहन्थ्यो। किनभने त्यसो भएदेखि येशू बौरी उठ्यो भनेर उनीहरूले झुटो कुरो प्रचार गर्न सक्ने थिए। बौरी उठाई। प्रभु येशूलाई गाडेको 3 दिन पछाडि उहाँका साथीहरू चिहानमा आए। त्यो ठूलो ढुङ्गा जसले चिहान छोपिएको थियो, त्यो चिहानको मुखबाट हटाइएको थियो। चिहान रित्तो थियो। येशूको शरीरमा बेरेका कात्रोहरू त्यहाँ थिए, तर येशूको शरीर त्यहाँ थिएन। स्वर्गदूतहरू त्यहाँ आइपुगे अनि तिनीहरूलाई यसरी खबर दिए, येशू यहाँ हुनुहुन्न, उहाँ बौरी उठ्नु भएको छ। उहाँले तिमीहरूलाई धेरैचोटि भनिसक्नु भएको थियो। यी स्त्रीहरू दगुरे अनि प्रभु येशूका साथीहरूलाई यो खबर सुनाइदिए। तिनीहरू पनि दगुर्दै चिहानमा आए। तिनीहरूले भित्र हेरे। तब तिनीहरूले प्रभु येशूले अगाडि नै भन्नुभएको कुरालाई स्मरण गरे। उहाँले भन्नुभएको थियो, म 3 दिनसम्म मृतक भएर रहनेछु र त्यसपछि बौरी उठ्नेछु। अनि धेरै मानिसहरूले उहाँलाई जिउँदो अवस्थामा देखे। थोमा प्रभु येशूका एकजना साथी थिए। तिनी चिहानमा आएका थिएनन्। येशू बौरी उठ्नुभयो भन्ने खबर तिनले विश्वास गरेनन्। थोमाले भने, म उहाँको हातमा भएका काँटीका प्वालहरूमा अम्ला लगाउनेछु। उहाँको हातका सबै दुलाहरूलाई म मेरो अम्ला लगाएर हेर्नेछु। थोमा र येशूका कति साथीहरू एउटा घरमा भेला भएका थिए। येशू त्यस घरभित्र आउनुभयो। उहाँ ढोकाबाट प्रवेश गर्नु भएन। उहाँको नयाँ शरीर आत्मिक शरीर थियो। जब थोमाले येशूलाई देखे अनि येशूका हातमा भएका काँटीका दागहरू देखे, तब थोमाले प्रभु येशूलाई चिने। उनले आफ्नो औँला ती हातका प्वालहरूमा लगाएनन्, तर थोमाले प्रभु येशूलाई विश्वास गरे। स्वर्गारोहण। 40 दिनसम्म येशू यस संसारमा रहनुभयो। धेरै मानिसहरूले उहाँलाई देखे अनि उहाँसँग बात गरे। एकचोटि 500 मानिसहरूले प्रभु येशूलाई देखे। प्रभु येशूले भन्नुभयो, अब म आफ्नो पिता कहाँ फर्केर गइरहेको छु। म तिमीहरूको लागि
धेरै धेरै घरहरू त्यहाँ गएर तयार गर्नेछु। जसले मेरो आज्ञालाई मान्दछन् र मलाई पछ्याउनेछन् तिनीहरूको लागि त्यहाँ म वासस्थान तयार गर्नेछु। यसुले भन्नुभयो, म तिमीहरूलाई टुराटुरी छोड्ने छैन, म आफ्नो आत्मा तिमीहरूभित्र वास गर्नका लागि पठाउनेछु। अहिले येशू स्वर्गमा आफ्ना पितासँग हुनुहुन्छ र उहाँको आत्मा उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने मानिसहरूसँग हुनुहुन्छ। येशू स्वर्गमा जानुभन्दा अगाडि उहाँले यसो भन्नुभएको थियो, सारा संसारमा जाओ र मानिसहरूलाई यो खुसीको खबर सुनाओ। उहाँ स्वर्गमा चढ्नुभयो अनि उहाँका साथीहरूले उहाँ स्वर्गमा चढ्दै गर्दा हेरिरहेका थिए। त्यति नै बेला 2 जना स्वर्गदूतहरू स्वर्गबाट आए अनि उँभो हेरिरहेका मानिसहरूलाई तिनीहरूले भने, जसरी तिमीहरूले येशूलाई तिमीहरूको बीचबाट स्वर्गतिर गइरहनु भएको देख्यौ, त्यसरी नै एक दिन उहाँ यस संसारमा फर्केर आउनुहुनेछ। रित्तो चिहान। अब हामी फेरि प्रभु येशूको विषयमा कुरा गर्नेछौँ। उहाँले आफ्नो पिताको आज्ञालाई पालन गर्नुभयो। दुष्ट मानिसहरूले उहाँलाई क्रुसमा चढाएर मारे, जस्तो हामीले नक्सामा हेर्यौं। उहाँ बौरेर उठ्नुभयो अनि स्वर्ग चढी जानुभयो। पापको लागि, अनाज्ञाकारिताको लागि मानिसले दण्ड पाउनुपर्ने थियो, तर प्रभु येशूले त्यो मृत्यु मर्नुभयो, जुन मृत्यु तपाईँ र मैले हाम्रो पापको लागि मर्नुपर्ने थियो। हाम्रो सट्टामा प्रभु येशू मर्नुभयो। यो मात्र यस्तो बलिदान हो जसले परमेश्वरलाई सन्तुष्ट तुल्याउँदछ। मानिसको पाप हटाउनको निम्ति अब त्यहाँ अर्को बलिदान छैन। प्रभु येशूको रगतले हामीलाई परमेश्वरको नजिकमा पुग्नको निम्ति एउटा नयाँ बाटो बनाइदिएको छ। के येशूको रगतले तपाईका पापहरू धोइएका छन्? के तपाईँ प्रभु येशूको रगतद्वारा शुद्ध हुनुभएको छ? किनभने परमेश्वरको पुस्तकले अथवा बाइबलले भन्दछ, कोही अशुद्ध कुरा उहाँको असल स्थानभित्र प्रवेश गर्न पाउँदैन। दुई मार्गहरू। प्रभु येशूले 2वटा बाटोहरूको विषयमा सिकाउनुभयो। एउटा बाटो चौडा छ, संसारमा जन्मेको हरेक मान्छे त्यो बाटोमा हिँड्दछ। त्यो बाटो सजिलो छ। त्यो बाटोमा हिँडेर खराब काम गर्न मानिसहरू रुचाउँछन्। त्यो बाटोमा धेरै खराब साथीहरू मानिसहरूले भेट्छन्। यो शैतानको बाटो हो। यसले शैतान सँगसँगै मानिसलाई नरकको आगोमा पुर्याउँदछ। तर जुन मान्छेले येशूलाई पछ्याउन चाहन्छ, उसले एउटा साँघुरो बाटो भेट्टाउनेछ। यो असल बाटो हो। प्रभु येशू पनि मानिसहरूसँग त्यो बाटोमा हिँड्नुहुन्छ। त्यो बाटोले हामीलाई स्वर्ग पुर्याउँदछ। त्यो बाटोमा हिँड्नेलाई सजाय छैन, किनभने प्रभु येशूले सबै पापको सजाय भोगिसक्नु भएको छ। हरेकले आफ्नो निम्ति आफै बाटो रोज्नु पर्दछ। यदि चौडा बाटो हामीले रोज्यौं भने हामी नरकमा पुग्नेछौँ र साँघुरो बाटो हामीले रोज्यौं भने हामी स्वर्गमा पुग्नेछौँ। तपाईले चाहिँ कुन बाटो रोज्नुहुन्छ? परमेश्वरका सन्तान। जब प्रभु येशू मर्नुभयो, परमेश्वरले पापको निम्ति पशुहरूको बलिदान हुने नियमलाई बन्द गरिदिनुभयो, रोकिदिनुभयो। परमेश्वर कहाँ पुग्नको निम्ति उहाँले एउटा नयाँ ढोका खोल्नुभयो। हामी सबैले परमेश्वरको परिवार हुने सौभाग्य पाएका परमेश्वर चाहनुहुन्छ। उहाँले सृष्टि गर्नुभएका सबै मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। चाहे त्यो मान्छे रातो होस्, पहेँलो होस्, कालो होस् या सेतो होस्, चाहे ती मानिसहरू गरिब हौन्, धनी हौन्, दुष्ट हौन्, असल हौन्,
जस्तो सुकै मानिसहरू किन नहुन्, ती मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। परमेश्वरले पुरुषहरूलाई, स्त्रीहरूलाई, जवान केटाहरूलाई, केटीहरूलाई, सबैलाई उहाँको परिवारमा गाभिएको चाहनुहुन्छ। के तपाईँ परमेश्वरको परिवारको एउटा सदस्य हुन चाहनुहुन्छ? परमेश्वरको वचनले भन्दछ, हामी यसरी उहाँसँग बात गर्न सक्दछौँ। म जान्दछु म एउटा पापी मान्छे हुँ, म जान्दछु मेरो पापको लागि म मर्नुपर्ने थियो, तर मेरो निम्ति प्रभु येशू मर्नुभयो। म तपाईँलाई यसको निम्ति धन्यवाद दिन्छु। म तपाईँलाई मेरो हृदयमा स्वीकार गर्दछु। परमेश्वरको आत्मा। अब हामी यहाँ परमेश्वरको आत्माको विषयमा बात गर्नेछौँ। यो नक्सामा तपाईँले यो मान्छेलाई देख्नुहुन्छ। उसको नाम निकोदेमस हो। ऊ येशूसँग बात गर्न आयो। प्रभु येशूले उसलाई भन्नुभयो, यदि तिमी परमेश्वरको परिवारको सदस्य हुन चाहन्छौ भने तिमी दुईपल्ट जन्मिनुपर्छ। यदि तिमी परमेश्वरको देशमा जान चाहन्छौ भने, परमेश्वरको असल स्थानमा प्रवेश गर्न चाहन्छौ भने तिमी फेरि जन्मिनुपर्छ। निकोदेमसले भने, मान्छे बुढो भइसकेर आमाको गर्भमा कसरी फर्केर गएर फेरि जन्मन्छ र? प्रभु येशूले भन्नुभयो, तिम्रोमा जो जीवन छ त्यो तिमीले माता पिताबाट पाएको जीवन हो, अनि यो संसारिक जीवन हो। तिमीले स्वर्गबाट अर्को जीवन पाउनु जरुरी छ। तिमीले नयाँ जन्म पाउनै पर्छ। निकोदेमस, तिमीले नयाँ जन्म पाउनै पर्छ। प्रभु येशूले भन्नुभयो, जसले मलाई पछ्याउँछन् अनि मेरो वचनलाई पालन गर्छन् तिनीहरूलाई म मेरो जीवन दिन्छु। मैले तिमीहरूलाई दिने जीवन परमेश्वरको जीवन हो, जसको अन्त कहिले हुँदैन। येशूले निकोदेमसलाई कुराहरू भन्नुभयो अनि उनले येशूको कुरालाई माने। प्रभु येशूले तपाईँ र मलाई पनि, येशू तपाईँ मेरो मालिक, म तपाईँलाई पछ्याउँछु, म तपाईँको आज्ञा पालन गर्छु भनेको चाहनुहुन्छ। पवित्र आत्माको आगमन। यो चित्रमा भएका मानिसहरू येशूका साथीहरू हुन्। प्रभु येशू स्वर्गमा गइसक्नु भएको छ। प्रभु येशूले तिनीहरूलाई भन्नुभएको थियो, म तिमीहरूमा बास गर्नका लागि मेरो आत्मा पठाउने छु, जसले तिमीहरूलाई शुद्ध जीवन, पवित्र जीवन जिउनलाई सामर्थ्य दिनुहुनेछ। यस चित्रमा यी मानिसहरूले ठुलो हावाको आवाज सुन्दछन्, स्वर्गबाट आगो खस्दछ अनि यी मानिसहरू सबैले नयाँ शक्ति पाउँदछन् परमेश्वरलाई पछ्याउन र उहाँको आज्ञा पालन गर्नलाई। परमेश्वरको आत्मा, जसलाई पवित्र आत्मा भनिन्दछ, अब तिनीहरूमा बास गर्नुहुन्छ। जसले परमेश्वरलाई पछ्याउँदछन् र उहाँको आज्ञालाई पालन गर्दछन् तिनीहरूभित्र पवित्र आत्मा बास गर्नुहुन्छ। ज्योतिमा हिँडाई। एउटा मान्छे जो अन्धकारमा हिँड्दछ उसले बाटोमा भएका ढुङ्गाहरू, खाल्डाखुल्डीहरूलाई देख्न सक्दैन। उसले ठेस खान्छ अनि ऊ लड्छ। त्यसरी नै शैतानलाई पछ्याउनेहरू अन्धकारमा हिँड्छन् अनि तिनीहरू लड्छन् र कसैले तिनीहरूलाई सहायता गर्न सक्दैनन्। शैतान नराम्रो मालिक हो। यहाँ अर्को मान्छे छ जसले येशूलाई पछ्याउँछ। यो मान्छे ज्योतिमा हिँडिरहेको छ अनि बडो खुसी छ। उसलाई थाहा छ उसले गरेका पापहरूको लागि उसलाई दण्ड मिल्ने छैन। ऊ मर्यो भने स्वर्गमा जानेछ भनेर उसले जानेको छ। संसारलाई प्रेम नगर। परमेश्वरको वचन बाइबलले भन्दछ, ख्रिस्टियनले आफ्नो सबै पुराना मार्गहरूलाई त्याग्नु पर्दछ। भूतात्माहरूलाई र मूर्तिहरूलाई चढाएको प्रसाद क्रिस्चियनले खानु हुँदैन। परस्त्रीहरूसँग कोही प्रकारको नराम्रो सम्बन्ध उसले राख्नु हुँदैन।
उसले फेरि झगडा गर्नु हुँदैन, उसले चोर्नु हुँदैन, उसले मूर्ति पूजा गर्दैन अथवा आफ्ना पिता पुर्खाहरूलाई पुज्दैन, किनभने ती कुराहरू शैतानतर्फका हुन्। यस चित्रमा तपाईले एउटा मान्छे पाउनुहुन्छ जसले यी सबै पुराना कुराहरूलाई छोडिसकेको छ। पति र पत्नी। क्रिस्चियन मानिस र उसको पत्नीको घर एउटा आनन्दपूर्ण घर हो। परमेश्वरले भन्नुहुन्छ पुरुषले आफ्नो पत्नीलाई प्रेम गरोस्। परमेश्वरले भन्नुहुन्छ स्त्रीले पनि आफ्नो पतिलाई प्रेम गर्नुपर्दछ। क्रिस्चियनले आफ्नो पत्नीलाई सहायता गर्नुपर्छ। परमेश्वरले भन्नुहुन्छ स्त्री पुरुष झैं बलवान हुँदिन, अर्थात कमजोर हुन्छ। जब स्त्री गर्भवती हुन्छ तब क्रिस्चियन पुरुषले झन बेसी सहायता पुर्याउनु पर्दछ। एउटा क्रिस्चियन पत्नीले आफ्नो पतिको आज्ञा पालन गर्छ अनि मुख लाग्दिन, जवाब लाग्दिन। कसैले म क्रिस्चियन हुँ भन्छ भने उसले आफ्नो जीवनबाट त्यो कुरो देखाउँछ। उसले आफ्ना छोराछोरीको पनि देखरेख गर्दछ। ऊ प्रभु येशू जस्तो हुन चाहन्छ अनि आफ्नो परिवारप्रति दयालु बन्दछ। क्रिस्चियनको घरले येशू त्यस घरको मालिक हुनुहुन्छ भन्ने कुरा देखाउँदछ। मानिसहरूले क्रिस्चियनको घरलाई हेर्दछन् अनि यसो भन्छन्, यो मान्छे हामीभन्दा भिन्नै किसिमको छ। आफ्ना शत्रुहरूलाई प्रेम गर। परमेश्वरले भन्नुहुन्छ हामीले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्दछ। जब हामी उहाँका शत्रु थियौं परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। यी दुई मानिसहरू शत्रु थिए, तर अब यिनीहरू झगडा गर्दैनन्, यिनीहरू साथी साथी भए। यो चित्रमा यो परदेशीले त्यो अर्को मान्छेको हेरचाह गर्नका लागि ऊ अडिन्दछ। यो परदेशीले त्यो मान्छेलाई चिन्दैन अनि त्यो मान्छे उसको सन्तान पनि होइन। त्यसरी नै क्रिस्चियनले अरू मानिसहरूलाई प्रेम गर्नुपर्दछ, अरू मानिसप्रति दयालु हुनुपर्दछ। हामी परमेश्वरका सन्तान हौं भन्ने कुरा आफ्नो जीवनका चालचलनद्वारा तिनीहरूलाई देखाइदिनुहोस् अनि ती मानिसहरूलाई पनि परमेश्वरको बाटोमा हिँड्नका लागि तपाईले डोर्याउनुहोस्। येशू जो मात्र स्वामी हुनुहुन्छ। यी दुई मानिसहरूले आफ्ना मूर्तिहरू र मन्त्रतन्त्रका कुराहरू आगोमा फ्याँकिरहेका छन्। यिनीहरूले पुरानो बाटोलाई त्यागे। मन्त्रतन्त्रहरू र मूर्तिहरूभन्दा प्रभु येशूमा धेरै सामर्थ्य छ भन्ने कुरा यिनीहरूले जाने। प्रभु येशूले भन्नुभयो तिमीहरूले दुईजना मालिकको सेवा गर्न सक्दैनौ। तपाईले रोग बिमार जाति बनाउनका लागि शैतानमाथि र मन्त्रतन्त्रमाथि र भूतहरूमाथि भरोसा गर्नु हुँदैन। उहाँले भन्नुभयो तिमीले मेरो नाउँमा प्रार्थना गर। जब तिमी बिरामी हुन्छौ, जब तिमी डराउँछौ, त्यति बेला मेरो नाउँमा प्रार्थना गर। येशू नाममा बहुत ठूलो शक्ति छ। उहाँले यसो भन्नुभएको छ, म तिमीहरूलाई कहिले त्याग्ने छैन। भूतहरू निकाल्ने काम। प्रभु येशूले एकजना भूतात्मा लागेको मान्छेको विषयमा भन्नुभएको छ। त्यो मान्छेलाई साङ्लाहरूले बाँधेर मानिसले राख्थे। उसले सबै साङ्लाहरू तोड्थ्यो किनभने ऊ बलियो थियो। प्रभु येशूले त्यस मान्छेलाई देख्नुभयो। प्रभु येशूले त्यस मान्छेबाट भूतहरूलाई निस्किने आज्ञा गर्नुभयो। ती भूतात्माहरूले येशूको आज्ञा पालन गरे किनभने शैतान र शैतानका सबै दुष्ट आत्माहरूले प्रभु येशूको आज्ञा मान्नै पर्दछ। त्यो मान्छे निको भयो।
आफ्नो घरमा वापस गयो अनि आफ्नो परिवारसँग मिल्यो। जब कोही क्रिस्चियन हुँदछ तब शैतानले उसलाई फेरि फर्केर उसको पुरानै मार्गहरूमा जानलाई परीक्षा गर्दछ। तर त्यति बेला उसले भन्नुपर्दछ, येशूको नाममा त जा। येशूको नाममा शैतान भाग्दछ। जब प्रभु येशूले हामीलाई सुरक्षा गर्नुहुन्छ त्यति बेला शैतानले हामीलाई केही हानि पुर्याउन सक्दैन। अन्धकारसँग नडराउनुहोस्, चराचुरुङ्गीको आवाजहरूसँग नडराउनुहोस्। शैतानको सामर्थ्यलाई जित्न सक्ने शक्ति परमेश्वरमा छ। प्रभु येशूलाई पछ्याउनु। हामी सबै क्रिस्चियनले एउटा लडाईँ लड्नु पर्दछ भनेर परमेश्वरले भन्नुहुन्छ। यो लडाईँ मानिसहरूको विरुद्धमा होइन, यो लडाईँ शैतान र त्यसका कामहरूको विरुद्धमा छ। क्रिस्चियनहरूले प्रभु येशूलाई पछ्याउन र आज्ञा पालन गर्न चाहन्छन्। शैतान आउँदछ अनि क्रिस्चियनहरूले उसको कुरा सुनोस् र उसलाई पछ्याओस् भन्ने उसले चाहन्छ। यो नक्साको बीचमा भएको मान्छे जस्तो हो क्रिस्चियन। एकपट्टिबाट प्रभु येशूले तानिरहनु भएको छ भने अर्कोतिरबाट शैतानले यस मान्छेलाई तानिरहेको छ। कोही बेला शैतानले बेसी तानी पठाउँछ। शैतानले आफैलाई राम्रो रूपमा देखा पार्दछ। मिठो वचनद्वारा शैतानले क्रिस्चियनहरूलाई धोका दिन्छ। कतिचोटि क्रिस्चियनहरूले शैतानको आज्ञालाई पालन गर्दछन् र गल्ती कामहरू गर्दछन्। के क्रिस्चियनहरूले गल्ती काम गर्दा परमेश्वरले तिनीहरूलाई सजाय दिनुहुन्छ? के क्रिस्चियनहरूलाई त्यति बेला परमेश्वरले पर फ्याँक्नुहुन्छ? कदापि त्यसो गर्नुहुन्न। तर म तपाईहरूलाई भन्दछु, त्यसरी गल्ती काम गर्ने क्रिस्चियनहरूको लागि फेरि फर्केर परमेश्वर कहाँ आउने बाटो छ। यदि हामीले पाप गर्यौं भने परमेश्वरको वचन बाइबलले एकजना जवान मान्छेको विषयमा भन्दछ जसले आफ्नो बाबुलाई छोडेर टाढा देशमा गयो। उसका बाबुका घर राम्रो थियो, बाबु धनी मानिस थिए। त्यो केटोले बाबुको सबै पैसा रुपियाँ लगेर टाढा देशमा गयो। त्यसका धेरै साथीहरू भए जबसम्म त्यससँग पैसा थिए। पैसा तुरियो, साथीहरूले छोडे, ऊ भोकायो अनि नाङ्गो भयो। अनि उसले आफैमा विचार गर्यो, म एउटा मूर्ख मान्छे हुँ, मैले ठुलो भूल गरेको छु, म फर्केर आफ्नो बाबु कहाँ जान्छु। जब त्यो केटो फर्केर बाबु कहाँ आयो, बाबु बहुत खुसी भए। परमेश्वर त्यस्तो बाबु हुनुहुन्छ जब कोही क्रिस्चियन फर्केर उहाँ कहाँ आउँदछ। हाम्रा सबै भूलहरू, दोषहरू क्षमा गर्नका लागि परमेश्वर तयार हुनुहुन्छ। रोग बिमार सबै मानिसहरूलाई लाग्दछ। यो क्रिस्चियनहरूको निम्ति पनि हो अनि जो क्रिस्चियन होइनन् तिनीहरूको निम्ति पनि हो। मानिसहरूले आफ्नो शरीरको राम्रो हेरचाह नगरेको हुनाले धेरै प्रकारका रोग बिमारहरू लाग्दछन्। कतिलाई प्रशस्त खानेकुरा हुँदैन, कतिले मैला पानी प्रयोग गर्छन्, नराम्रो खानाहरू खान्छन् र रोगी हुन्छन्। कतिचोटि शैतानको मार्गमा हिँड्नाले रोग लाग्दछ। कतिचोटि मन्त्रतन्त्र र भूत सिद्धिबाट रोग आउँदछ। अनि रोग लाग्दा क्रिस्चियनले के गर्नुपर्छ? प्रभु येशूले तपाईलाई निको पार्न सक्नुहुन्छ। यसकारण सबभन्दा पहिला उहाँलाई तपाईले पुकार्नु पर्दछ। कोही भूत सिद्धि गर्ने कहाँ सहायता माग्दै नजानुहोस्। धामी झाँक्रीकोमा नजानुहोस्। सरकारी अस्पतालहरू, चिकित्सालयहरूमा र मिसन अस्पतालहरूमा
तपाईँ जान सक्नुहुन्छ जहाँ मानिसहरू निको हुन्छन्। आफ्नो शरीरको राम्रो हेरचाह गर्नुहोस् र आफ्ना बालबच्चाको शरीरको स्वास्थ्यको देखभाल गर्नुहोस्। मृत्यु। एक दिन तपाईँ मर्नुहुनेछ। जब क्रिस्चियन मर्छ उसको आत्मा परमेश्वर कहाँ जान्छ। क्रिस्चियन परिवारले त्यो मान्छेलाई फेरि स्वर्गमा भेट्नेछन्। आशा नहुने अविश्वासीहरूले चाहिँ क्रिस्चियनहरूले मृत्युमा शोक गर्दैनन्। परमेश्वरलाई नपछ्याउने र उहाँको आज्ञा नमान्ने मानिसहरू मरेपछि नरकमा आगोको भट्टीमा जानेछन्। जो क्रिस्चियन होइनन् तिनीहरूलाई मरेपछि कहाँ जान्छन् तिनीहरू सो कुरा थाहा हुँदैन। यसकारण जब कोही मृतकको दफन गरिँदैछ त्यति बेला यो कुरो सबैलाई बताउनु असल हो, किनभने सबैले मर्नको लागि तयार हुनै पर्छ। येशूको शरीर। हाम्रो शरीरमा धेरै इन्द्रियहरू छन्, अङ्गहरू छन्। कान, मुख, हात, पाखुरा, खुट्टा, नाक इत्यादि। हरेक अङ्गको आफ्नै काम हुन्छ, भिन्नै काम हुन्छ। कसैको ठुलो काम, कसैको सानो काम, तर सबै अङ्गहरू एउटै शरीरका हुन्। एउटा अङ्गमा चोट लाग्यो भने अथवा रोगी भयो भने सारा शरीरले त्यो कुरो अनुभव गर्दछ। जति मानिसहरू परमेश्वरका हुन् तिनीहरू सबैसँग परमेश्वर बात गर्नुहुन्छ। तिनीहरू उहाँका शरीरका अङ्गहरू जस्ता हुन्। हरेक क्रिस्चियनको प्रभु येशूको निम्ति गर्ने काम छ। जब एउटा क्रिस्चियनलाई चोट लाग्दछ अर्को क्रिस्चियनले उसलाई सहायता पुर्याउनु पर्दछ। क्रिस्चियनले एकाअर्कालाई प्रेम गर्नुपर्दछ अनि शरीरका भिन्न भिन्न अङ्गहरूले झैं एकसाथ मिलेर काम गर्नुपर्दछ। एक ठाउँ भेला हुआई। 7 दिनले एक हप्ता हुन्छ। हामी हप्तामा एक दिन परमेश्वरलाई दिन्छौँ, किनभने त्यो दिन परमेश्वरको दिन हो। त्यो दिन हामी भेला हुन्छौँ, उहाँको विषयमा सोच्दछौँ, धन्यवाद चढाउँछौँ, गीत गाउँछौँ, प्रार्थना गर्छौँ। अनि हामी सबैलाई यसो गर्ने सौभाग्य छ। हामी प्रत्येक स्त्री र पुरुषले प्रभु येशूले क्रुसमा गर्नुभएको कार्यलाई त्यस दिन याद गर्दछौँ। प्रभु भोजमा हामी भाग लिन्छौँ अनि जब भाग लिन्छौँ प्रभु येशूको दुःखलाई हामी याद गर्दछौँ। हामी दाखरसबाट जब पिउँदछौँ प्रभु येशूले हाम्रो निम्ति बगाउनु भएको रगतलाई हामी याद गर्दछौँ। प्रभु येशूले भन्नुभयो, जब जब तिमीहरूले यो गर्छौ मेरो स्मरणको लागि, यादगारीको लागि गर्ने गर। म नआउन्जेलसम्म तिमीहरूले यो गरिबस। येशू फेरि आइरहनु भएको छ। प्रभु येशू फेरि आइरहनु भएको छ, तर उहाँ कहिले आउनुहुन्छ मानिसहरूले सो कुरो जान्दैनन्। हामी सधैँभरि उहाँको आगमनको लागि तयार हुनुपर्दछ। अहिले कि भरे हामी त्यस विषयमा केही भन्न सक्दैनौँ। उहाँका आगमनका केही चिन्हहरू दिएका छैनन्। धन्य हो त्यो मान्छे जो सधैँभरि उहाँको आगमनको लागि तयार रहन्छ। हरेक प्रभु येशूलाई विश्वास गरेर उद्धार पाउने विश्वासीलाई उहाँले आफ्नो आगमनमा माथि लैजानुहुनेछ र सधैँभरि हामी उहाँसँग रहन पाउनेछौँ। फलवन्त हुने काम। यस चित्रमा यो मान्छेले रुखका हाँगाहरू जलाइरहेको छ, किनभने यी हाँगाहरूले फल फलेनन्। तिनीहरू ओइलाए। हाम्रो जीवनमा फल भएको प्रभु येशूले चाहनुहुन्छ। प्रभु येशूले जुन फलको कुरा गर्नुहुन्छ त्यस फललाई तपाईले खानु सक्नुहुन्न। उहाँले अर्कै किसिमको फलको कुरा गर्नुभएको छ।
आनन्द, दया, प्रेम, कृपा, भलाइ इत्यादि ती फलहरू हुन्। जब यस्ता फलहरू मानिसहरूले हाम्रो जीवनमा देख्दछन् तब मानिसहरूले भन्छन् त्यो मान्छेले प्रभु येशूलाई प्रेम गर्छ अनि पछ्याउँछ। उसको जीवन नयाँ किसिमको छ। यसकारण यी सुकेका हाँगाहरू जस्तो जो आगोमा फ्याँकिए अनि जलाइए नहुनुहोस्। जीवन परिवर्तन नभएको मान्छे जस्तो तपाईँ नहुनुहोस्। येशूको विषयमा प्रचार गर्नु। प्रभु येशूले आफ्ना साथीहरूलाई भन्नुभयो, तिमीहरू चारैतिर जाओ अनि मेरो विषयमा मानिसहरूलाई भन, म सधैँभरि तिमीहरूको साथमा छु र जसले विश्वास गर्छ उसले मेरो जीवन पाउनेछ र ऊ नरकमा जाने छैन। यो चित्रमा तपाईँले यो मान्छेलाई देख्नुहुन्छ। उसले आफ्ना साथीहरूलाई येशूको विषयमा भनिरहेको छ। प्रभु येशूले आफ्ना साथीहरूलाई भन्नुभयो, तिमीहरूले सधैँभरि मेरो विषयमा प्रचार गर। जब प्रभु येशूले भनेको हामी पालन गर्दछौँ तब सधैँभरि उहाँले हामीलाई आफ्नो साथ दिनुहुन्छ। उहाँले भन्नुहुन्छ, म सधैँभरि तिमीहरूको साथमा छु। यो खुसीको खबर सबैको निम्ति हो।